ल साथीहरू नमस्कार। आज हामी बैंकिङ कसुर तथा सजाय ऐन 2064 को बारेमा डिस्कस गर्छौं। मैले केही सिक्रेट गरेको छु, यसलाई सेगमेन्टमा टुक्र्याएको छु तपाईलाई आसान होस् भनेर। पहिला हामी यसलाई एउटा सानो टुक्रामा पढ्छौं जुन कि रहेको छ बैंकिङ कसुर तथा सजाय ऐन 2064 ले के भन्छ। यति हेरौँ, यति पाठ पहिला। अनधिकृत रूपमा खाता खोल्न वा भुक्तानी माग गर्न हुँदैन। यदि कसैले अनधिकृत रूपमा खाता खोली भुक्तानी माग गर्यो भने बिगो खुलेमा बिगो बमोजिम जरिवाना र 3 महिनासम्म कैद हुन्छ। त्यसलाई 3 महिनासम्मको कैद हुन्छ। अर्को पाठले फेरि के भन्छ, यताको पाठले के भन्छ, ऋणीको चालू परियोजनालाई नोक्सानी हुने गरी रोक्न हुँदैन। ऋणीको चालू परियोजनालाई नोक्सानी हुने गरी रोक्न हुँदैन। यदि रोकियो भने के हुन्छ, बिगो भराई बिगो बमोजिमको जरिवाना हुन्छ। त्यसको लागि ढुक्क हुनु र यो कुनै बैंकरको लागि मात्र होइन, कुनै एकजनाको लागि होइन, सबैमा यो नियम लागू हुन्छ। ओभरअल नेपाली नागरिकमा लागू हुन्छ। तपाई बैंकमा खाता खोल्नु हो भने तपाईमा लागू हुन्छ। तपाई खोल्नु भएको छैन भने त्यही पनि लागू हुन्छ, किनकि अर्कोको चेक लिएर तपाई क्लियर गर्न कहिलेकाहीँ बैंक जानुहुन्छ। त्यही भएर सबैमा यो नियम लागू हुन्छ। त्यसको लागि बी केयरफुल। अब तेस्रो पाठमा जाऊँ। दुई पाठ हामी हेरिसक्यौं। के भन्छ, अनधिकृत रूपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने। विद्युतीय माध्यमको दुरुपयोग गरी अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन हुँदैन। कसै अन्य व्यक्तिको एटीएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, आरटीजीएस कुनै पनि प्रकारको विद्युतीय माध्यमको प्रयोग गर्न हुँदैन। त्यो गर्यो भने बैंकिङ कसुर त्यहाँ हावी हुन्छ। अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने। यसले के भन्छ, अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने। फेरि 7 को घाले के भन्छ, 7 को घाले के भन्छ, 7 को घाले भन्छ, आफूलाई अख्तियार प्राप्त भएको स्वीकृत सीमा भन्दा बाहिर गई कसैलाई सहुलियतपूर्ण कर्जा वा ऋण उपलब्ध गराउन नहुने। 7 को घा को 1 ले के भन्छ, कर्मचारी बैंक वित्तीय संस्थाको कर्मचारी संस्थापक जुनसुकै टप म्यानेजमेन्ट होस् या कर्मचारी होस्, जुन कर्मचारी नियमावलीमा त्यसलाई सापटीको सुविधा उपलब्ध गराउने सम्बन्धी नियम छ त्यो नियम भन्दा बाहिर गई कुनै किसिमको सेवा सुविधा लिन पाउने छैन। घाले के भन्छ, घा 2 ले बैंक वित्तीय संस्थाको संस्थापक, सञ्चालक, अध्यक्ष, प्रचलित कानून बमोजिम वित्तीय स्वार्थ बाज्ने जुनसुकै शेयरधनी वा त्यसको घरको परिवार नातेदार कोही पनि व्यक्तिलाई कुनै किसिमको ऋण दिन पाइदैन। दियो भने त्यो बैंकिङ कसुर उसमा हुन्छ। र मुद्दती रसिद, सुन चाँदी कर्जा, सरकारी ऋण पत्र, एनआरबी ले जारी गर्ने ट्रेजरी बिल राखेर उले लोन लिइराछ, ऋण लिइराछ भने त्यस्तो अवस्थामा यो नियम बाधा पुर्याउने छैन। अंगाले के भन्छ, एक पटक ऋण लिइसकेको व्यक्तिले रीतपूर्वक फुकुवा नगरी फेरि ऋण 23 धितोमा ऋण लिन पाउने छैन। तर त्यसले ऋण लिएको धितोको मूल्य खामेसम्मको फेरि एडिसनल लोन त्यसमा लिन पाउँछ। व्यवसाय सञ्चालन गर्ने चामा के भन्छ, व्यवसाय सञ्चालन गर्ने हैसियत नभएको व्यक्तिको नाममा व्यवसाय दर्ता गराई त्यसलाई ऋण प्रवाह गरी आर्थिक लाभ लिनु हुँदैन। त्यो गरियो भने बैंकिङ कसुर लागू हुन्छ। ग्राहकको तुलनामा आवश्यकता भन्दा बढी कर्जा प्रदान गर्नु हुँदैन। आवश्यकता भन्दा बढी कर्जा प्रदान गरियो भने एनपीएल जान्छ, कर्जा तिर्न सक्दैन। त्यही भएर त्यसको आवश्यकता हेर्नुपर्छ, आफ्नो वित्तीय स्वार्थ हेर्न हुँदैन। चाहिँ कर्मचारी होस् चाहे जोसुकै होस्। कर्जा सुविधा उपलब्ध गराए बापत कुनै पनि किसिमको कमिसन, आर्थिक लाभ
लिन हुँदैन। लियो भने बैंकिङ कसुरभित्र जान्छ। फेरि त्यही सञ्चालक समिति होस् या बैंकको प्रमुख कार्यकारी अधिकृत होस् या ऋण लोन स्वीकृत गर्ने ऋण अधिकृत होस् या त्यो डिपार्टमेन्टमा कार्यरत कुनै पनि कर्मचारी होस्, त्यहाँ नक्कली ऋणी खडा गरी वा कुनै स्वार्थ बाज्ने व्यक्तिलाई कुनै पनि किसिमको ऋण दिन हुँदैन। दियो भने कर्जा दुरुपयोग भएको मानिनेछ। जुन कि दफा 8 ले प्रष्टै भनेछ कर्जा दुरुपयोग गर्न नहुने। बैंकिङ स्रोत साधनको दुरुपयोग गर्न नहुने। बैंकिङ स्रोत साधन आफ्नो सम्पत्ति सरानै मान्नुपर्छ। ऋण लिन ऋणीले रकम झिक्न वा सम्पत्ति प्राप्त गर्न पाउँदैन। ऋणीले लिएको ऋण यदि चुक्ता गरे छैन, त्यसको ऋण एनपीएल छ, त्यो व्यक्ति एनपीएल मा गछ, त्यो व्यक्ति ब्ल्याकलिस्टेड छ भने कुनै पनि बैंक वित्तीय संस्थाबाट मात्र नेपाल नभई ओभरअल विश्वको जुनसुकै बैंक वित्तीय संस्थाबाट कारोबार गर्न पाउँदैन। घर जग्गा खरिद बिक्री गर्न समेत पाउँदैन। सबै त्यसको के हुन्छ, प्रतिबन्ध गरिएको हुन्छ। कसैको कागजात बाही खाता सच्याई झुठा विवरण बनाई कृत्य जालसाजी गर्न हानि नोक्सानी पुर्याउन हुँदैन। अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न वा गराउन हुँदैन। यस्तो गरियो भने निम्न बमोजिमको सजाय हुनेछ। जस्तै पहिला के भन्छ, 10 लाख रुपैयाँसम्म बिगो भएमा 1 वर्षसम्म कैद, 10 लाख रुपैयाँदेखि 50 लाखसम्म बिगो भएमा 2 वर्षदेखि 3 वर्षसम्म कैद, 50 लाखदेखि 1 करोडसम्मको बिगो भएमा 3 वर्षदेखि 4 वर्ष कैद, 1 करोडदेखि 10 करोडसम्म बिगो भएमा 4 देखि 6 वर्ष कैद, 10 करोडदेखि 50 करोडसम्म बिगो भएमा 6 वर्षदेखि 8 वर्ष कैद, 50 करोडदेखि 1 अरबसम्म बिगो भएमा 8 देखि 10 वर्षसम्म कैद, 1 अरब भन्दा माथि जतिसुकै बिगो भएमा 10 देखि 12 वर्ष कैद हुनेछ। त्यसपछि अर्को जाम 4th पार्टमा यहाँदेखि यसले के भन्छ, यहाँसम्म यसको पार्ट स्पेशली हेरौँ यलो गरेर। यसले के भन्छ, गलत झुठा वा नरहेको वित्तीय विवरण पेश गरी कृत्रिम व्यवसाय खडा गरी कर्जा लिन वा दिन हुँदैन। धितोको अस्वाभाविक मूल्याङ्कन गरी कर्जा लिन वा दिन हुँदैन। मूल्य नभएको खोलामा भएको नदीलाई काठमाडौँको रिङ रोडमा छ भनेर देखाउनु गलत हो। त्यस्तो देखाउनु एकदम पटक्कै गलत हो। तपाई वित्तीय देशमा बैंकिङ अफेन्समा जानुहुन्छ। झुठा विवरण आधारमा परियोजना लागत अस्वाभाविक रूपमा बढाई कर्जा लिन वा दिन हुँदैन। तपाईको वित्तीय विवरणै छैन, झुठा विवरण बनाई नभएको कारोबारलाई कारोबारमा देखाई वित्तीय कर्जा लिन वा दिन हुँदैन। बढी वा कम मूल्याङ्कन गरी वा तथा वित्तीय विवरण तयार गर्न नहुने। तपाईको वार्षिक कारोबार 1 लाख भइरहेछ, 1 करोड देखाउन मिल्दैन। 12 काले के भन्छ, बैंक वित्तीय संस्था सहकारी संघलाई झुक्क्याई कारोबार गर्न नहुने। तपाईको कारोबारै छैन, बैंक वित्तीय संस्थालाई के भन्नुहुन्छ, मैले त मन्थली 5 लाखको कारोबार गर्छु, त्यस्तो गर्नुभयो भने तपाई नै फस्नुहुन्छ, तपाईकै हुन्छ। 14 काले के भन्छ, ढुक्टीको कारोबार गर्न त कसैले पाउँदैन। ढुक्टीको कारोबार गर्न हुँदैन। गैर कानुनी रूपमा बैंकिङ कारोबार गर्न नहुने। तपाई एनआरबी को स्वीकृति लिएर मात्रै बैंकिङ कारोबार गर्न पाउनुहुन्छ। एनआरबी को स्वीकृति छैन भने नो अलाउड, तपाई गर्न पाउनुहुन्न। अब यो सबै गरेमा के जरिवाना हुन्छ, तपाईलाई के दण्ड हुन्छ, यहाँ हेरौँ। 50 लाखसम्म बिगो भएमा 1 वर्षदेखि 3 वर्षसम्म कैद, 50 लाख रुपैयाँदेखि 5 करोडसम्म बिगो भएमा 3 वर्षदेखि 5 वर्षसम्म कैद, 5 करोडदेखि 50 करोडसम्म बिगो भएमा 5 वर्षदेखि 7 वर्षसम्म कैद, 5 करोड भन्दा माथि 50 करोड भन्दा माथि जतिसुकै बिगो भएमा 7 देखि 9 वर्षसम्म कैद हुन्छ। यो सबै जानिराख्नु। मैले पीडीएफ पनि तपाईको उसमा डिस्क्रिप्सन बक्समा राखिदिन्छु, त्यहीबाट हेर्नु होला। लास्टसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। हस्, थ्यांक यू।